गर्दै मेरो कविता वाचन गर्न पाउँदा म हर्षित छु। मेरो कविताको शीर्षक रहेको छ बिदाई पत्र। हिजो आज र भोलि म खोजिरहेछु, हिजो आज र भोलि म खोजिरहेछु, के यो कहिल्यै उस्तै हुन सक्दैन, के यो कहिल्यै उस्तै हुन सक्दैन। त्यो बगिरहेको खोला कहीँ कतै खाल्टो भेट्टायो भने अडिन सक्ला, तर यो समय कहिल्यै रोकिन सक्दैन। त्यो बगिरहेको खोला कहीँ कतै खाल्टो भेट्टायो भने अडिन सक्ला, तर यो समय रोकिन सक्दैन। बिदाई खासै नौलो कुरा थिएन, कहिले बुबा आमालाई छोरालाई परदेश पठाउन गरे, त कहिले छोरीलाई परै घर पठाउन गरे। हो आज म पनि त्यही गर्दैछु, हो आज म पनि त्यही गर्दैछु। तर यसलाई बिदाई नसम्झ, तर यसलाई बिदाई नसम्झ। एउटा डोरी टुङ्गिनुको अर्थ फेरि नयाँ कदमको सुरुवात हुन्छ अरे, एउटा डोरी टुङ्गिनुको अर्थ फेरि नयाँ कदमको सुरुवात हुन्छ अरे। तिम्रा हरेक पाइलाले सफलताको शिखर चुगोस्, तिम्रा हरेक पाइलाले सफलताको शिखर चुगोस्। लडे पनि अब साहस बनेर उठ्नुपर्छ तिमी, लडे पनि अब साहस बनेर उठ्नुपर्छ तिमी। तिम्रो परिश्रमको कदर यो सारा संसारले गरोस्, तिम्रो परिश्रमको कदर यो सारा संसारले गरोस्। तिमीलाई महसुस छ छैन एउटा बालकलाई ताते ताते गरेर हिँडेको याद नहोला, तिमीलाई महसुस छ छैन एउटा बालकलाई ताते ताते गरेर हिँडेको याद नहोला। तर यो नबिर्स बिना ताते तिमी अहिले कुद्न लायक हुने थिएनौ, तर यो नबिर्स बिना ताते तिमी अहिले कुद्न लायक हुने थिएनौ। मलाई विश्वास गर सन्ततिप्रति दुईवटा रुखा तिता शब्द बोले हुन्ला, तर तिमीले कहिल्यै चित्त दुखाएनौ। मलाई विश्वास छ कुनै दिन आकाशमा ठुला ठुला ताराहरू चम्किरहेका हुनेछन्, मलाई विश्वास छ कुनै दिन आकाशमा ठुला ठुला ताराहरू चम्किरहेका हुनेछन्। त्यही ताराहरू हेर्नेको भिडमा मेरा आँखा तिमीलाई खोज्दै तडपिरहेका हुनेछन्, त्यही ताराहरू हेर्नेको भिडमा मेरा आँखा तिमीलाई खोज्दै तडपिरहेका हुनेछन्। तिम्रा दाजु दिदीलाई जस्तै तिमीलाई पनि कुनै न कुनै दिन मेरो यादले सताउँछ होला। हो म त्यही सोध्दैछु त्यति बेला तिम्रो हालखबर मलाई कसले बताउँछन् होला, हो म त्यही सोध्दैछु त्यति बेला तिम्रो हालखबर मलाई कसले बताउँछन् होला। तिमीलाई यो सुनिरहँदा केही महसुस भयो भएन, यो पत्र लेखिरहँदा मेरा आँखा रसाइरहे मन एकातिर मस्तिष्क अर्कातिर, बस यी हात भनी एकाग्र भई लेखिरहे। हरेस खानु जरुरी छैन अब तिमीले, तिमी आशीर्वाद सदैव तिमीलाई हुनेछ। मलाई केही गुनासो छैन यदि तिमीले ती आकाशका ताराहरू छुन नसकेमा, तर मेरो विश्वास तिम्रो हरेक कामले वर्ग मानिसको मन छुनेछ। यात्रा त्यति सजिलो छैन अब तिम्रो लागि, यात्रा त्यति सजिलो छैन अब तिम्रो लागि। तिमीले युद्धको सामना गर्नुपर्ने हुन्छ, तिमीले युद्धको सामना गर्नुपर्ने हुन्छ। पाना पल्टा हेर इतिहास साँची छ, पाना पल्टा हेर इतिहास साँची छ। धन्यवाद।